आउँदो निर्वाचनको लागि सचेत मतदाताले जान्नै पर्ने एउटा मुख्य कुरा छ शासकीय स्वरूप, शासकीय प्रणाली कस्तो बनाउने भन्ने कुरा। आजसम्म हामी जहाँबाट जहाँसम्म आयौँ, यहाँ धेरै राम्रो भए जस्तो लाग्छ। तर के भयो भने यहाँ तीन दल वा हाम्रो आँखामा यी तीन ठुला दल छन्। अब यिनीहरूको कसैको पनि बहुमत आउने अवस्था भएन, या यिनै तीनै दललाई फालिदिएर अर्को ठुलो दल, यस्तो ठुलो दल कि जसले 2/3 ल्याउँछ, बहुमत ल्याउँछ भन्ने पनि छैन। अहिले नयाँ भनिने पनि सयौँ दल खोलिरहेका छन्। अतः यहाँ कसैको पनि बहुमत नआउन सक्छ, आउने सम्भावना छैन। अतः यो फेल भयो। यो प्रणाली, हामीले जे ल्यायौँ, यो संविधान सबै फेल भयो। अतः अब मुख्य कुरा चाहिँ शासकीय स्वरूप, शासन प्रणाली चाहिँ ठिक बनाउने जसले भन्छ, जुन पार्टीले भन्छ उसलाई नै जिताउनु पर्नेछ, वा अहिले आएको नयाँ पिँढीले नै यो सोच्न सक्छ। फेरि यसभित्र राजावादी छ, प्रत्यक्ष कार्यकारी भन्नेहरूमा पनि राज संस्थावादी छन्, यसलाई ध्यान दिनुपर्नेछ। अतः सबैभन्दा उत्तम भनेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली नै हो। फेरि यहाँ यस्तो सोचिन्छ कि राजनीतिक पेसा गरिरहेका, जागिर गरिरहेकाले के भन्दैछन् भने यहाँ त्यो भयो भने त्यो एउटा व्यक्तिलाई देश दियो भने, अहिले त यस्तो छ भने, यहाँ अहिले कसैको पनि बहुमत छैन र त यस्तो छ भने एउटा देश नै एउटा व्यक्तिको हातमा दियो भने के हुन्छ भनेर अफवाह फैलाइरहेका छन्। तर होइन, अहिलेको जनता सचेत जनता हो। सबैको हातमा सत्ता छ। मोबाइल हुनु नै सबैको हातमा सत्ता हुनु हो, वा उनीहरूले खबरदारी गर्न सक्छन्। अतः अहिलेको शासक यस्तो बन्ने छैन। त्यही पनि बन्यो भने पनि ल उसले 5 वर्ष गर्ने हो, त्यहाँ समय सीमा छ, त्यसपछि अर्को जान्छ, सच्चाइहाल्छ। अतः प्रत्यक्ष कार्यकारी नै अहिलेको सबैभन्दा महत्त्वपूर्ण विकल्प हो। अतः हामीले जान्नै पर्ने मुख्य कुरा भनेको प्रत्यक्ष कार्यकारी जसले भनिरहेको छ, यसभित्र पनि राज संस्था भन्ने छ। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राज संस्था भन्नेहरू एकतर्फ छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली जसले भनिरहेको छ, उसलाई चुन्नु पर्नेछ। अर्को महत्त्वपूर्ण कुरा धर्म र राज्यको सम्बन्ध। अहिले राज संस्थावादीहरूले हिन्दू राज्य भनेको छ, राज संस्था भन्नेहरू एउटा छन्, अर्को कार्यकारी राजा नै चाहिन्छ भन्ने अर्को छन्। यी दुईले यदि सत्ता पाए, राज संस्था पाए भने फेरि कार्यकारी बनाउन पनि सक्छन्। अब धर्म र राज्यको सम्बन्ध तोडिदिनुपर्छ, किनकि धर्म साम्प्रदायिक भनेको बिल्कुलै अचेत अवस्थाको पागलखाना हो। राज्यसँग जोड्यौँ भने फेरि मूढ मतदाता आउँछन्, मूढ मत आउँछ। अतः यसलाई पनि बहिष्कार गर्नुपर्नेछ। धर्म भनेको व्यक्तिगत चिज हो, यसलाई बाहिर ल्याउनै पाइँदैन। धर्म भनेको उसको आन्तरिक चेतना हो, त्योभन्दा बढी केही पनि होइन। अब आजसम्म जे भयो, हिन्दू राज्यको रूपमा जे भयो, आज हिन्दू सम्प्रदाय, बौद्धिस्ट सम्प्रदाय या त किराँत सम्प्रदाय जे छन् यो देशमा आजसम्म स्थापित भएका, उनीहरूलाई सांस्कृतिक रूपमा ती संरचनाहरूलाई पनि ऐतिहासिक रूपमा जोगाउने र पर्यटकीय रूपमा त प्रवर्धन गर्ने। तर अब धर्म शब्द, धर्म सम्प्रदायलाई बिल्कुलै व्यक्तिगत रूपमा मात्रै, बाहिर सामाजिक रूपमा यसलाई फैलाउने होइन कि यसलाई मनन गर्ने हो, यो जीवन विकासमा लागू गर्ने हो, यो ज्ञान हो, अरू केही पनि होइन। अतः बाहिर नफैलाइकन, धर्म सम्प्रदायलाई बाहिर नजोडिकन, देशसँग नजोडिकन हामीले यसलाई पनि आफ्नो ठाउँ दिनुपर्नेछ। अहिले संविधानमा भएको शब्द धर्म निरपेक्ष राष्ट्र भनिएको छ। अब त्यसमा सम्प्रदाय निरपेक्ष राष्ट्र लेख्ने, अनि त्यो सम्प्रदायलाई हल गर्दै जाने, सम्प्रदायमा भएको जे ज्ञान छ त्यो विद्यालयमा लगेर दिने, यस देशमा स्थापित धार्मिक जो स्थलहरू हुन् उनीहरूलाई इतिहासको रूपमा संरक्षण गर्ने र त्यसलाई पर्यटकीय रूपमा त प्रवर्धन गर्ने। अब कुनै पनि धर्म राज्यसँग, राजनीतिसँग नजोडिकन यसलाई आन्तरिक वा व्यक्तिको व्यक्तिगत विकाससँग जोडिदिने, यति गऱ्यौँ भने, यति गर्न सक्ने चेतना भएको व्यक्तिलाई
अब जिताउनु पर्नेछ। अतः सचेत मतदाताले शासकीय स्वरूप र यो धर्मसँग जोडिएको चिजलाई ठिकसँग ध्यान दिएर मत दिनुपर्नेछ। आजको लागि यति नै।